नमस्ते। 23 र 24 गतेको घटनालाई हाम्रो राज्यले कसरी एड्रेस गर्छ, त्यसमा नै नेपालको अबको अगाडिको राजनीति धेरै हदसम्म भर पर्छ। पूर्ण रूपमा त म भन्दिनँ, धेरै हदसम्म भर पर्छ। 23 मा त्यति ठूलो दमन किन भयो, निहत्था आएका बालबालिकाहरूमाथि त्यसरी बर्बरतापूर्वक गोली प्रहार गर्न मिल्थ्यो कि मिल्थेन, गोली प्रहार गर्ने पनि त्यसका साइन्टिफिक एउटा के प्रोटोकल हुन्छ होला, गुणामुनि हान्ने कि कहाँ हान्ने भन्ने लगायतको छातीमा गोली प्रहार गरिएको छ भन्ने खालको रिपोर्टहरू आइरहेको छ हैन। सुरक्षाकर्मीहरूलाई किन त्यति दमनकारी रूपमा प्रस्तुत हुनका लागि निर्देशन दिइयो, त्यो निर्देशन कसले दियो, अथवा नक्सलमा भन्नुपर्दा 23 गते यति ठूलो बल प्रयोग गर्न आवश्यक थियो कि थिएन भन्ने प्रश्न छ है। यो बीचमा पूर्व प्रहरी महानिरीक्षकले बयान दिनुभएको छ। बयानमा उहाँले के भन्नुभएको छ भन्दाखेरि यो घटनाको सम्पूर्ण दोष काठमाडौँको सिडिओले लिनुपर्छ भनेर भन्नुभएको छ। सिडिओको टाउकोमा मात्र यति ठूलो घटनाको दोष भिडाइदिएर सम्भवतः यो घटनाले न्याय पाउँदैन। राज्य भने यसमा त राज्यको तर्फबाट दमन भएको छ कि सिडिओ को जिम्मेवारी हुन्छ शान्ति सुव्यवस्थालाई मजबुत बनाउने। सिडिओ एउटा महत्त्वपूर्ण अंग हुन्, तर सिडिओलाई मात्र यो सबै दोषको भारी बोकाइदिनु भनेको चाहिँ के हो भन्दाखेरि सिडिओलाई मात्र बोकाइदिनु भनेको चाहिँ यो आन्दोलनमा बन्दुकको प्रयोग भएको थियो। यो बन्दुक बनाउने कम्पनीले बन्दुक नबनाएको भए त बन्दुकै हामीसँग हुन्थेन। यो बन्दुक बनाउने कम्पनीलाई कारबाही गर्नुपर्छ भने जस्तै हो क्या। हामीसँग गृह मन्त्रालय छ, सुरक्षा संयन्त्रको त्यति ठूलो चेन छ हाम्रो करबाट। यी सम्पूर्ण निकायहरूलाई हामीले भरण पोषण गरिरहेका छौं भने यी निकायहरूको पनि जिम्मेवारी हुन्छ। विशेष गरी सुरक्षा संयन्त्रको त ठूलो जिम्मेवारी हुन्छ। गृह मन्त्रालय, गृहमन्त्रीले कस्तो निर्देशन दिनुभयो, गृहमन्त्रीलाई प्रधानमन्त्रीले निर्देशन दिनुभयो कि भएन, यी सबै प्रश्नको त हामीले जवाफ माग्नुपर्छ। र यो जवाफ नदिइकन सिडिओको मात्रै टाउकोमा यसरी भारी बोकाइदिने हो भने सम्भवतः यो घटनाले पनि न्याय पाउँदैन। र नेपालमा के हुन्छ भन्दा अधिकांश समय पद लिनका लागि ठूलो रस्साकसी हुन्छ। मन्त्री पाउनका लागि, प्रधानमन्त्री पदमा रहनका लागि पार्टी फुटाउने, जुटाउने, आरोप गाली गलौज, कार्यकर्ता भड्काउने, तर्साउनेदेखि लिएर अनेकन हत्कण्डाहरू अपनाइन्छ। तर पदमा पुगेपछि सामान्य जिम्मेवारी बोध गर्न पनि हाम्रो उच्च तहमा पुगेका मानिसहरू हिचकिचाउँछन् के। सो जिम्मेवारी बोध भने चाहिँ यस्तो हो भन्दाखेरि जति ठूलो पद भयो त्यति ठूलो जिम्मेवारी हुन आउँछ तपाईको काँधमा। म घरमा मेरो घरको परिवारसँग केही भन्नु र तपाईहरुसँग यसरी उभिएर भन्नुमा ठूलो फरक छ के। जति धेरै मानिसहरुको तपाईमा विश्वास छ त्यति ठूलो जिम्मेवारी बोध तपाईले महसुस गर्नुपर्छ। अब जिम्मेवारी बोध नै महसुस नगर्ने हो भने त जे भने पनि भइ नै हाल्यो। मलाई लाग्छ अब यो 23 गतेको घटनामा आयोग त बनेको छ, सामान्य एउटा हवलदार सिपाहीको टाउकोमा दोष थोपरेर यो घटनालाई फासफुस पार्न पनि हाम्रो यो राज्य संयन्त्र पछि पर्दैन। त्यस्तो नहोस्, हामीले खबरदारी गरिराख्नुपर्छ। जिम्मेवारी भनेको ठूलाले बढी लिने हो के। ठूलाले माथि बढी हुन्छ अनि कम 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 हुँदै जान्छ। त्यसको आधारभूत सैद्धान्तिक अवधारणा चाहिँ त्यस्तो हो। मन लाग्दै गरे भने त जे गरे पनि भयो नि हैन। एउटा हवलदारलाई हवलदारले हो यसरी हामीले निर्देशन नदिइकन पनि अन्धाधुन्ध गोली चलाएको भनिदिए पनि भयो, जे भने पनि भयो। जिम्मेवारी बोध नभएपछि त सजिलो छ। एउटा एपीजे अब्दुल कलामको एउटा किस्सा छ के। एपीजे अब्दुल कलाम भारतका पूर्व राष्ट्रपति स्वर्गीय, उनी वैज्ञानिक पनि थिए हैन। एउटा सैटेलाइट चाहिँ अन्तरिक्षमा पठाउने भनेर उहाँको संस्थाले लामो प्रयास गर्यो। भारतीय मिडियामा पनि मैले एउटा उदाहरण दिइरहेको, भारतीय मिडियामा ठूलो हलचल भयो। अब सैटेलाइट भारतले पठाउँदैछ भनेर ठूलो मिडियाको ठूलो उपस्थिति। अब भारतीय मिडिया हैन कति क्रूर हुन्छ यहाँलाई थाहा छँदैछ। त्यस्तो रह्यो। तर त्यो अन्तरिक्ष त्यो यान प्रक्षेपण सफल भएन, असफल भयो।
अनि लगभग सफल हुन्छ भन्ने नै थियो, तर त्यसरी प्रचारबाजी गरिएको थियो। असफल भएपछि के गर्ने भन्ने कुरा भयो। अब कसरी मिडियालाई जवाफ दिने होइन, सबैजनाले अब यो सफल भइसकेको छ, हामी पूर्ण सफलताको नजिक छौँ भनेर प्रचार गरिरहेको, के गर्ने भनेर। अनि एपीजे अब्दुल कलाम सो संस्थाको प्रमुख हुनुहुन्छ र उहाँ चाहिँ त्यो संस्थाको प्रमुखका हैसियतमा त्यो योजनामा अथवा त्यो प्रोजेक्टमा डिरेक्ट त इन्भल्भ हुनुहुन्थेन, तर त्यो संस्थाको प्रमुखका रूपमा म गएर बोल्छु भनेर उहाँले मिडियालाई एड्रेस गरेर हामीले प्रयास गर्यौँ। हाम्रो यान सफल रूपमा अवतरण हुन सकेन, यो प्रक्षेपण नै असफल भयो भनेर उहाँले भन्नुभयो। र सोही टिमले केही समयपछि अर्को एउटा प्रयास गर्छ र सफलतापूर्वक चाहिँ उनीहरूले त्यो आफ्नो मिसन सम्पन्न गर्छन्। मिसन सम्पन्न गरेपछि मिडियामा ठुलो हल्ला भयो, हर्ष भयो होइन। अब कसले त्यसको क्रेडिट लिने के लिने भनेर ठुलो जस होइन, त्यो त ठुलो क्रेडिट हुन्छ। अनि क्रेडिट लिन त मानवीय स्वभाव नै अनाथाप हुन्छ। एपीजे अब्दुल कलाम त्यो संस्थाको प्रमुख पनि हुनुहुन्थ्यो। अनि सबैजनाले अब तपाईँले यसरी भन्नु पर्यो भनेर उहाँलाई सुझाउँछन्। अनि त्यति बेला उहाँले भन्नुहुन्छ, म यो प्रोजेक्टमा डिरेक्टली इन्भल्भ छैन, यो डिरेक्टली इन्भल्भ भएको प्रोजेक्ट हेडले गएर आज यो सफलताको कथा चाहिँ मिडियालाई सुनाउनुहुन्छ भनेर सफलता सुनाउने बेलामा उहाँ पछाडि सर्नुभयो र त्यही प्रोजेक्टका प्रमुख आएर हामी यसरी सफल भयौँ भनेर मिडियालाई भन्नुभयो। ट्रु लिडरसिप भने चाहिँ यो हो कि सफलताको जस मात्रै लिने होइन कि, असफलतामा यस्तोरी हामी असफल भयौँ, हामी प्रयासरत छौँ भनेर मानिसहरूलाई सुझबुझ गराउने र सफलतामा चाहिँ सम्भवतः डिरेक्टली को मानिस आफूभन्दा सानो ओहदामा बसेको मानिसको आत्मबल वृद्धि गर्नका लागि मद्दत गर्ने। ट्रु लिडरसिप भने चाहिँ यस्तो हो कि हामी कहाँ चाहिँ ठ्याक्कै उल्टो छ है। अलिकति केही भयो भने पद लिनका लागि, जस लिनका लागि हान्नाथाप। अस्ति रङ्गशाला हाम्रो यो टियु क्रिकेट ग्राउन्डमा फ्लड लाइट जडान गरियो, एकदमै राम्रो इन्फ्रास्ट्रक्चर बन्नुपर्छ होइन, क्रिकेटको अथाह सम्भावना छ, एकदमै राम्रो। फ्लड लाइट एउटा सामान्य पूर्वाधार हो कि भन्ने हो भने त्यो लाइट कसको पालामा जडान भयो, कसरी जडान भयो भनेर जस लिनका लागि 5-6 जना नेताहरूले लेखिसक्नु भएको छ। मेरो पालामा भयो, मैले गरेँ, उसले गरेँ भनेर। यो छ कि हाम्रो प्रवृत्ति चाहिँ। यस कारणले गर्दा म चाहिँ सबैजनालाई के स्मरण गराउन चाहन्छु भनेको, जति ठुलो पद उति ठुलो जिम्मेवारी बोध महसुस गर्नुपर्छ। यो राजनीतिक दलका नेताहरूमा पनि लागू हुन्छ, व्यापारीहरूमा पनि लागू हुन्छ, घरमा पनि तपाईँ अरूभन्दा सिनियर हुनुहुन्छ भने तपाईँको जिम्मेवारी अलिकति बढी हुन्छ। सबैजनाको भागमा चाहिँ जिम्मेवारी बोध गर्ने बानी बस्यो भने चाहिँ सम्भवतः यो यस्तो यो एकजनाको मात्रै काँधमा अपजसको भारी बिराइदिएर हामी सबै चोखो छौँ भन्ने खालको भाव प्रकट गर्ने प्रवृत्ति अलिकति कम हुन्थ्यो कि। हामी सामूहिकतामा सधैँ विश्वास गर्नुपर्छ, सफलतामा पनि असफलतामा पनि। किन भन्दा सामूहिक भाव भएन भने त यसले गरेको, उसले गरेको, यसले गर्दा, उसले गर्दा भन्ने खालको भाव भयो भने त कहिले पनि हामी गन्तव्यमा पुग्न सक्दैनौँ। थ्याङ्क यू।